एक्कासी दुवै मृगौला फेल भएको थाहा पाएपछि उपचारको लागि सहयोग जुटाउन सबैसँग हात फैलाइरहेकी छिन् मनहरी 2 च्यापलकी 32 वर्षीय बिमला स्याङतान। यतिखेर उपचारको लागि भक्तपुर स्थित शहीद धर्मभक्त नेसनल ट्रान्सप्लान्ट सेन्टरमा नियमित फलोअपको क्रममा रहेकी स्याङतानको उपचारको लागि मनहरी 3 निवासी स्थानीय समाजसेवी इमान थिङको नेतृत्वमा आर्थिक सङ्कलन कार्य चलाइएको छ। सामाजिक सञ्जाल मार्फत स्याङतानको उपचारको लागि आर्थिक सहायताको अपिल गराइएको थियो। मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीको हातबाट 17 गते बिहिबारको बिहानसम्म 165 जनाबाट उठेको रकम करिब 3,60,000 रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ। मृगौला रोगीहरूको बिरामीलाई गाउँपालिका, प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने 4,50,000 उपचार सहायता रकमले बिरामीको उपचारमा थप सहयोग मिल्ने बताउनुभयो। साथै शीघ्र स्वास्थ्य उपचारको कामना समेत गर्नुभयो। स्वास्थ्य उपचारार्थ देश तथा विदेशबाट सहयोग उठ्ने कार्य निरन्तर जारी रहेको छ भने सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई सहयोग सङ्कलनमा खटिएका इमान थिङले धन्यवाद भन्दै अझै पनि उपचारको लागि रकम अपुग रहेकोले सहयोग गरिदिन हुन सम्पूर्णमा आग्रह गर्नुभयो। दुवै मृगौला फेल भई उपचाररत स्याङतानलाई उनकै श्रीमान राजेन्द्र स्याङ्बोले मृगौला दान गर्दैछ। परिवारभित्रबाटै मृगौला प्रत्यारोपणको लागि व्यवस्था भए पनि मृगौला प्रत्यारोपण पश्चात आवश्यक पर्ने औषधि र अन्य खर्चको लागि अस्पतालका डाक्टरले 10 देखि 12 लाखसम्म अस्पतालमा डिपोजिट गर्नुपर्ने भन्छन् उनका श्रीमान राजेन्द्र स्याङ्बो। स्याङतानको उपचारको लागि उठेको रकम हस्तान्तरण गर्ने क्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर रेखा सहित मनहरी गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष राजकुमार पाखरिन, यस्तै समाजसेवी वीरबहादुर खनान ज्वाला, त्यस्तै बिरामीको उपचारको लागि आर्थिक सहयोग सङ्कलन गरिरहनुभएका अभियन्ता इमान थिङ लगायत अन्यको उपस्थिति रहेको थियो। आर्थिक रूपमा विपन्न परिवारका स्याङतानको उपचारमा यहाँको सानो सहयोगले पनि ठूलो भूमिका खेल्न सक्छ। त्यसैले सबै मिली दुवै मृगौला फेल भई मृगौला प्रत्यारोपणका लागि तपाईँ हामी सम्पूर्णले सहयोग गरौँ। बिमला स्याङतानलाई पुनर्जीवन दिउँ।